हातबारे नगरपालिकाका मेयर महेश थपलियाज्यूले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा बर पिपल जस्ता बाँदरले मन पराउने खालका खानेकुराहरू रोपेर बाँदरलाई जंगलमै भुल्याउनु पर्ने बताउनुभयो। बाँदरलाई जनताले घरमा पाल्नका लागि पनि खोर बनाउनका लागि नगरपालिकाले पैसा दिने गरेको बताउनु भएको छ। उहाँले खोर बनाउनका लागि पैसा दिए पनि त्यस कामबाट आफैलाई हानि पुर्याएको पनि रोचक प्रसङ्ग सुनाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा तपाईको बर पिपल अथवा बाँदरले खान सक्ने चिजहरू के हुन् होइन त्यो चिजहरू लाउने एउटा अभियान हामीले सुरु गरेका छौँ। अर्को पक्ष के हो भनेदेखि तत्काललाई के गर्ने त भनेपछि बाँदरलाई खोरमा चाहिँ राख्ने, खोर बनाउनका लागि हामीले पैसा दिने अनि पब्लिकले चाहिँ त्यो बाँदर चाहिँ घरमा पाल्ने। अब मार्न त पाइएन, त्यो काम चाहिँ हामीले गरिरहेका छौँ। अब अरू कुरा केही छ भने चाहिँ हामी गर्दैनौँ, के गर्नु पर्यो गर्छौँ। तर एउटा रमाइलो कुरा चाहिँ म हजुरलाई भनिदिन्छु, मैले चाहिँ खोर बनाउनका लागि पैसा दिएँ, मैले चाहिँ खोर बनाऊ अनि बाँदर पाल्ने भने साथीहरूले लु बाँदर पाल पनि भनेर भने। अब कन्डिसन चाहिँ कस्तो रह्यो हजुरको भन्नुहुन्छ भने उहाँहरूले खोर बनाउँदाखेरि खोर बनाउने मान्छे चाहिँ तपाईँको त्यो बाँसको भाइनाले काटेर मैले ट्रिटमेन्ट गर्नु पर्यो। त्यही बेलामा जहाँ खोर बनाउन दिएँ अनि खोर बनाउन दिँदाखेरि तपाईँको एकजना मान्छे त्यो हट हानेर तपाईँको चाहिँ धरान लानु पर्यो। अर्को मान्छे तपाईँको हात नचल्ने भयो। अनि उनीहरूले के गरेछन् भने त्यहाँभित्र सुन्नु न रमाइलो कुरो। अनि के भन्छन् भने अब यो रावणले पनि तपाईँको चाहिँ नसकेको थिए, लङ्काधिपतिले पनि नसके, अब मैले गर्न खोजेँ यो अन्याय भयो, भगवान् हामीलाई चाहिँ माफी देऊ भनेर अनि उनीहरूले चाहिँ त्यो कामै छोडे। अब यस्ता घटनाक्रमहरू पनि छन्। मैले खालि मात्रै के भन्न खोजेको हजुरलाई भनेदेखि बाँदर कन्ट्रोल गर्नका लागि मैले चाहिँ थुप्रै उपायहरू लगाएँ। तपाईँको बन्दुक पनि तपाईँको त्यो पड्किने बन्दुक हुन्छ, त्यो बाँदर नमर्ने बन्दुक, त्यो पनि ल्याएँ, त्यो पनि बाँडेँ। तर केही चलेन के बाँदर खेद्ने अभियान राखेँ, त्यसले पनि पार लागेन। अहिले बाँदरको सङ्ख्या चाहिँ अत्यन्त बढेको छ। अब यो क्लाइमेट चेन्जले पनि यो धेरै इम्प्याक्ट गरेको छ भन्ने लाग्छ मलाई होइन। त्यो सबै कुराहरू हामी चाहिँ गरिरहेका छौँ। अब के गर्ने, कुन तरिकाले गर्ने, कसरी कन्ट्रोल गर्ने, अब पब्लिकको पनि राय मेजर कुरा हुन्छ होइन। त्यो पनि हेरिरहेका छौँ सर हामी। अब के गर्नु, अरू त उपाय छैन। अब बाँदरमा अहिले पहिला जस्तो त्यो भन्दा अहिले पछाडिको टाइममा जो एडभान्सपन आएको छ नि बाँदरमा, त्यो ट्याङ्गो पनि, ट्याङ्गो भन्छ कि हाम्रो भाषामा अमिलो हो, त्यो पनि फोडेर खाइदिन्छ, नरिवल पनि फुटाएर खाइदिन्छ। अब अहिले हामीले चाहिँ के बुझिरहेको भने बर पिपल पनि लाउनु पर्यो, क्यामुनो जामुनो पनि लाउनु पर्यो। अब अम्बक अमला तपाईँको लप्सीदेखि लगायतका सम्पूर्ण चिजहरू चाहिँ चाबौसम्म लाउनु पर्छ। अनि त्यो लगाइदियो भने के हुन्छ भने बाँदर पनि उतै भुलिन्छ नि त, गाउँ आउँदैन नि त। खाना नपाएर मात्रै बाँदर माथि गाउँमा आएको हो नि त।